सो फ्याफुल्ला स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। आजको नयाँ भिडियो सुरु भइसकेको छ हाम्रो यता घान्द्रुक गाउँबाट है। हिजो बेलुका चाहिँ हामी घान्द्रुक गएको थियौँ अनि उता बाइक पार्क गरेर त्यहाँबाट चाहिँ हिँडेर आउनुपर्ने रहेछ। अनि त्यहाँ हिँडेर आयो। बेलुका चाहिँ खासै राम्रोसित त्यस्तो भ्यू देखाएको थिएन, हिमाल र ठ्याक्क तलको गाउँ चाहिँ हरालै देखाएको थियो है। अनि अहिले उठेर हेर्दैन त यस्तो एक्स्ट्रा देखायो कि हिमाल पनि मजाले फुलेको गाउँहरू यताउता सबै कुराहरू चाहिँ एकदमै बवाल देखिरहेको छ। तपाईँले हेर्नु सक्नुहुन्छ होइन, बवाल ठाउँ छ। लगाइछ नि हामी घान्द्रुक आउँदाखेरि हाम्रो भाइलाई भेटिसकेको छ। काठमाडौँ भेट्न गाह्रो, घान्द्रुक आएर भेट्यो। त्यही काठमाडौँ बसेर चाहिँ भेट भयो नि त, यहाँ भेट भएको छ दाइसँग फाइनल्ली भने। फाइनल्ली यस घान्द्रुक आएर चाहिँ भेटियो नि दाजुभाइ टक्क। अनि हिजो ठ्याक्क मैले स्टोरी हालेको थिएँ अनि भाइ नि यतैतिर रहेछ कि अनि थाहा थिएन घान्द्रुक आएको भनेर। अनि भाइलाई पनि थाहा थिएन। अनि पछि आएर टक्कै घान्द्रुकमा दुईजना भएको भएर हामी भेटिसकेको छ होइन। भाइले पनि टक्क यसपालि बल भिडियो बनाइराखेको, टुरको भिडियो मजाले बनाएको नि होइन। टुरको भिडियोहरू बनाइराखेको छ टक्क। भाइलाई नि यसो चेक हालिदिनु होला। अब मैले पहिला नै हालेँ, फेरि यसपालि पनि त्यो लिङ्कहरू हालिदिइहाल्छु। टक्क हेर्नु, दुईजनाकै भिडियो हेर्ने, रमाइलो गर्ने हो होइन। त्यो होला, बाँकी कुरा चाहिँ यताउता थोरै सिनेमेटिक हेर्नु होला। गाइस अहिले चाहिँ हामी यहीँ घान्द्रुकतिर मस्त घुमिरहेको यताउता। साथीहरू अगाडि गइसकेँ, म चाहिँ यता थोरै भिडियो बनाउँदै हिँडिरहेको। एन्टी लाइट पर्छ होला होइन, हामी यताबाट लागिरहेको। अनि त्यही पनि अलिअलि भिडियो बनाउँदै हिँडिरहेको हो। रमाइलो भइरहेको। घान्द्रुक चाहिँ एकदमै बवाल ठाउँ रहेछ कि, एकचोटि भिजिट गर्नै पर्ने ठाउँ रहेछ। एकदमै खतरा ठाउँ होइन, एकचोटि भिजिट गर्नु होला होइन। यो ठाउँमा चाहिँ यस्तो खालको छ कि कम्बिनेसन यस्तो बवाल मिलाइरहेछ कि गाउँ पनि एकै ठाउँबाट देखिने र हिमाल, गाउँ र हिमाल एउटै फ्रेममा चाहिँ बब्बाल पाराको देखिने ठाउँ चाहिँ घान्द्रुक रहेछ क्या। सो घान्द्रुक भिजिट गर्नु भने घान्द्रुक भिजिट गर्नु होला। एकदम बवाल छ, बाटो अलिकति अप्ठ्यारो भए पनि ठाउँ एकदम बवाल, स्वर्ग जस्तो ठाउँ क्या। एकदमै हामी पनि इन्जोय गर्दैछौँ। हेर्नुहोस् यहाँबाट यस्तो मजाको भ्यू देखिन्छ र माथिबाट खतरा भ्यू देखिन्थ्यो। साथीहरू चाहिँ अगाडि गइरहेको, मलाई त्यो ठाउँ छोडेर जानै मन लागेन क्या। त्यही भएर ल बिस्तारै गम है त। सो अलराइट गाइज, हेर्दै घान्द्रुकलाई बिदाई गर्ने दिन पनि आएछ, टाइम पनि आयो दिनभन्दा पनि होइन। यस्तो रमाइलो ठाउँ छोडेर जानु मन थिएन, यस्तो मजा आएको थियो है। के गर्ने, जानै पऱ्यो बिस्तारै अफरोड गर्दै गर्दै
यहाँबाट पोखराबाट काठमाडौँ हुँदै जान्छौँ हामी होइन। अब चाहिँ बाइक लिन जानु लाग्यो। माथि छ बाइक लिएर अनि बिस्तारै हामी जान्छौँ। खै हेरौँ के हुन्छ। ल जाउँ यस्तो जानै मन लाग्यो यार। कसम के भयो यस्तै भएर ठाउँ छ यार एकदमै। त्यही भएर थियो मेनली मेरो शब्दमा घान्द्रुकलाई भन्नु पर्दाखेरि होइन एकदम बवाल ठाउँ जुन एक्सिडेन्ट टाइपको ठाउँ हुँदैन भन्छ नि त्यो ठाउँ चाहिँ घान्द्रुकमा छ कि एउटै फ्रेममा के अरे हुन्छ 10 सेकेन्ड त केही फरक परेन हुन्छ। मेनली चाहिँ घान्द्रुकलाई मेरो शब्दमा बोल्नु पर्दाखेरि एकदम पर्फेक्ट ठाउँ एकदम बवाल ठाउँ होइन। स्वर्ग पुग्नलाई हल्का दुःख गर्नुपर्छ भने जस्तै बाटो अलिकति अप्ठ्यारो छ। बाटो अलिकति अप्ठ्यारो भए तापनि एकदम बवाल है। जुन ठाउँमा चाहिँ के अरे बस्ती र हिमाललाई एकै ठाउँमा एउटै फ्रेममा समेट्न सक्ने ठाउँ चाहिँ घान्द्रुक हो क्या। पहिला हामीले बुकमा पढ्थ्यो पहिला घान्द्रुक भन्ने ठाउँ ओहो स्वर्ग जस्तो ठाउँ कस्तो बवाल जस्तो लाग्थ्यो कि त्यो ठाउँ आफ्नै आँखाले देख्न पाउँदाखेरि एकदमै मजा लाग्यो। अनि त्यसको साथसाथै हिजो हामीले 81 बुक गरेको हो। साथीले बुक गरेर अनि हामी पार्क गरेर हिँड्दाखेरि यसले कति टाढा बुक गरेछ कस्तो खतम भनेको लास्टमा मेन भ्यू पोइन्टमा आएर बसिएछ कि होटल एक्सिलेन्ट भ्यू है ठाउँको नाम पनि अनि भ्यू पनि एकदमै बवाल छ होइन। त्यही भएर म यता कन्ट्याक्ट नम्बरहरू राखिदिइहाल्छु कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। अनि मेन कुरा भनेको तपाईँहरूलाई सजेसन दिनु भनेको पार्किङसम्म आइसकेपछि दाइलाई एक्चुअली कल गर्नु दाइ फ्री हुनुहुन्छ यताउता कहिले उयो भयो भने व्हाट्सएपबाट उहाँहरूले लोकेसन भनिदिनुहुन्छ कि टक्क भिडियो कलद्वारा उहाँहरूले लोकेसन भनिदिनुहुन्छ। सो टेन्सन नलिकन निर्धक्क भएर आउनु होला। घान्द्रुक चाहिँ एकदम घुम्नै पर्ने ठाउँ हो। यहाँनिर कुरा गर्नु पर्दाखेरि बाइकहरू स्कुटरहरू सबै आउँछ क्या। अलिकति गाह्रो भन्ने कुरा आफ्नो ठाउँमा छ तर अफरोड चाहिँ अफरोड डेन्जर अफरोड हो। तर नआउने यताउता केही पनि छैन कि एकदम बवाल ठाउँ छ है। ल बाँकी कुरा गर्दै गरौँला। अहिले चाहिँ हामी उता जाउँ है त डाइरेक्ट पार्किङमा जान्छौँ। त्यसपछि बाटो तपाईँहरूलाई आजको भिडियोमा देखाउनेवाला छु। अनि त मेरो भाइ लगाइछु चाहिँ लास्ट पोइन्ट बाइक आउने पोइन्ट चाहिँ हामीलाई चाहिँ हिजो फुल भएको छ भनेर हामीले उतै राख्यौँ। अलिक उतापट्टि छ लास्ट पोइन्ट चाहिँ हो। मजाले बाइकहरू लगभग अहिले चाहिँ अलिक धेरै निस्किसकेको रहेछ धेरै जस्तो। ल बिस्तारै जाउँ। सो अलराइट गाइज हामी चाहिँ अब घान्द्रुकबाट फर्किन लागेको। अब चाहिँ म तपाईँहरूलाई बाटो देखाउँछु बाटो के कस्तो छ यताउता सबै कुराहरू देखाउनेवाला छु। सो भिडियोलाई मजाले हेरिदिनु होला। हिजो रात परेको भएर चाहिँ खासै देखाउनु मिलेन होइन। आज चाहिँ बवाल पारामा देखाउनेवाला छु मैले। त्यो ठ्याक्क विपिन भाइ र मैले पहाडी ब्याग बोकेको गाह्रो हुन्छ मिजुलाई भनेर मिजु चाहिँ पाउनु पाएन हाल होइन। भयो मिजु हो जमजम बिस्तारै जमजम तातै होइन अझै मजाले तातोस् न होइन। अनि बवाल हुन्छ सिङ्गलमा त मा कसम यस्तो बवाल हुन्छ कि यो बाइक होइन यस्तो खतरा बाइक हो क्या। फेरि डबलमा नि खतरा हो तर एडभेन्चर अनुसारले कुदाउन अलिक मिल्दैन नि त। त्यही भएर मात्र त खतरा। यसपालि मैले रोड इन्जोय भन्दा पनि फ्रेन्ड सर्कल बवाल इन्जोय गरेँ एकदमै रमाइलो भयो है। नर्मल्ली भन्ने हो भने बाटो ठिकै हो त्यस्तो धेरै एक्सट्रिम टाइपको चाहिँ होइन। यो बाइकको लागि एकदमै राम्रो खालको बाटो हो क्या यो चाहिँ खासमा। त्यही भएर एबिएस मोड अफ गर्छ यार। एबिएस मोड अफ गर्नु विशेष एकछिन त अफ रोड मोडमा लानुपर्छ कि ल पहाडीको फेरि एबिएसमै भयो भने अलिकति झाउ हुन्छ कि। त्यही भएर बाटोहरू म तपाईँहरूलाई देखाइहाल्छु
बाटो अफरोड त अफरोडै हो तर त्यस्तो एक्सट्रिम टाइपको पनि होइन कि होइन अरूलाई त एक्सट्रिम टाइपकै होला तर यो बाइकको लागि चाहिँ एकदम बेस्ट टाइपको बाटो हो क्या एकदमै बवाल एकदमै खतरावाला बाटो सो बाटो चाहिँ यस्तो यस्तो टाइपको छ है एडभेन्चर लभरको लागि एकदमै बवाल हेभन भनौँ न टक्क मजाको एडभेन्चर गर्न मिल्ने बाटो हो होइन तर यदि त्यस्तो धेरै एडभेन्चर गर्नुहुन्न भने चाहिँ तपाईँहरूलाई अलिकति गाह्रो हुनसक्छ हाम्रो लागि चाहिँ सबैभन्दा रमाइलो पार्ट भनेकै यिनीहरू हो क्या यस्तो पार्टलाई चाहिँ हामी एकदमै रमाइलो भन्छौँ क्या मेरो शब्दमा भन्नुपर्दाखेरि हेभन बाटो एकदमै बवालवाला बाटो हो क्या यस्तो खालको बाटो चाहिँ यस्तो मजा लाग्छ कि होइन त्यो खतरा बाटो भित्री चाहिँ सबैले हेर्छ क्या भित्रीमा अलिक बढी नै अप्ठ्यारो हुन्छ नि त यस्तो अफरोडमा त्यही भएर हाम्रो 3टा सेगमेन्टको बाइक आयो भित्री पनि आयो 220 नि आयो अनि एडभेन्चर पनि आयो क्या होइन त्यही त मोबाइल पारामा ल फाइजर चाहिँ लगाउनु पर्यो गगल्स बाटो एकदम कुलवाला बाटो क्या एकदमै बवाल छ यार बाटो एकदमै खतरा तर धुलो चाहिँ डेन्जरै खानुपर्छ अब एडभेन्चर गर्दाखेरि धुलो भन्ने कुरो नर्मल नै हो के अरे जस मजा आउँछ अब हिजो कता कटेर आइयो यताउता भनेर बाटो चाहिँ अफरोड थियो त्यस्तो धेरै देखिएको थिएन अब अहिले जाँदाखेरि चाहिँ देखिन्छ क्या त्यही हो यहाँ एउटा रिभर क्रसिङ छ रिभर क्रसिङमा हाल्ने कुरो भएको छ के अरे पहिला मेरो बाइक हाल्नु रे त्यसपछि मिजुले नै हाल्नुहुन्छ भन्दै हुनुहुन्थ्यो अघि हेरौँ के हुन्छ अहिले थाहा भइहाल्छ नि होइन गगल्स पनि पुस्नुपर्छ एक्चुअली यो बाटोको इन्जोय गरिदिउँ भनेर सोधेको मैले चाहिँ मिजुलाई यो फेरि अप्ठ्यारो ठाउँ चाहिँ पहाडको टायर चिप्लाउँदै हिँड्दैको नि यसो कहिलेकाहीँ होइन कहाँ छन् त हाम्रो केटाहरू तिम्रा आँखा गाजले नहेर मलाई लाजले नलाग्ने हो खासै त्यस्तो सर र कुदायो भने 5 मिनटमा आइपुग्ने बाटो रहेछ ल लगाइजाउ चाहिँ बिस्तारै लागौँ केटाहरू पनि आइसकेका छन् चढिसकेका छौँ अब डबल हो मजाले जाने सर बाटो के कस्तो छ तपाईँहरूलाई देखाउने है त बिस्तारै हिजो अन्यलमा आइयो कहाँ हो जस्तो भएको थियो आज ठिक छ एकदम पर्फेक्टली गाडी ठ्याक्क अगाडि गइसकेपछि झ्याउ हुन्छ धुलो धेरै खानुपर्छ भन्ने कुरो हो नत्र त ठिकै छ अलिकति मा ठाउँ छोडिनु हुन्थ्यो
माथि धेरै रहेछ अब अरू त यता त तल तर हिलो हिलो होला धेरै लगाइ यता नाप्नु पर्दैन ओ नाप्नु पर्दैन भने भिडियो गर्न भिडियो पहिला युट्युबको लागि गर्दा युट्युबको लागि भिडियो बनाउनु भिडियो भिडियो जिब्ला जान्दिने हो र ओ भिडियो बना न जान्दै ए यहाँ भिडियो बनाउनु लाग्थ्यो कि त्यही भएर ल बना न भिडियो एकछिन बस्नुहुन्छ अरे के यस्तो 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 भयो माया तु आखिर यसलाई चाहिँ गाह्रो पर्छ जस्तो लाग्यो है मलाई कटा 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 नाइस नाइस त्यो भुरभुर उत उत गर्नुपर्ने क्या तपाईँले एक्सिलेटर राम्रो होला नि भिडियो है ल हिँड्नु हिँड्नु ल यिनीहरूको के अरे मिजुहरूको पछाडि बस्ने हो कि के गर्ने हामी ल फेरि जम 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 सर बाटो नर्मल्ली यस्तो यस्तो छ गाइज त्यस्तो धेरै उ भन्दा पनि ठिक्कको अफरोड मेरो लागि चाहिँ ठिक्कको हो अब कति मान्छेलाई चाहिँ डेन्जरै अफरोड भन्दै हुनुहुन्थ्यो मैले चाहिँ बाइकको पर्फर्मेन्स अनुसारले बाइकसँगको फ्लेक्सिबिलिटी बाइक चलाउनको रमाइलो यताउताले गर्दाखेरि चाहिँ मलाई चाहिँ नर्मलै हो होइन ठिकै छ होस् रमाइलो खालको बाटो छ एकदमै अफरोड चाहिँ अफरोड छ है फेरि अब बाइक अनुसारले नै हुन्छ कुन बाइक चलाइरहनु भएको त्यसमा नै डिपेन्ड हुनसक्छ सो त्यही भन्छु आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ मजाको एडभेन्चर लभरको लागि त बेस्ट डेस्टिनेसन यार ठाउँमा स्वर्ग देखिने होइन अनि अर्को भनेको अफरोड मजाको बाटो है एकदमै बवाल हुन्छ क्या फेरि खत्रै हुन्छ त्यही हो बाटो चाहिँ यस्तै यस्तै नर्मल स्याम्पलहरू देखाउनु पर्दाखेरि यस्तै यस्तै हो त्यस्तो धेरै डेन्जरवाला पनि छैन अलि उ पनि छैन त्यही भन्छु म नाइस पाला एउटा भिडियो पनि भयो रिभर क्रसिङको मजाले रमाइलो पनि भयो बाटो बाटो पनि मजा होइन साथीभाइको कम्पनी मजा हाँसो मजा ख्यालठट्टा यताउता भन्ने कुरा धेरै नै हुन्छ होइन एकदमै अनि त्यो कुराले चाहिँ बबालै रमाइलो दिन्छ त्यही हो ओइ भोटे कुकुरले टोक्ला हो जाम्स त्यस्तो धेरै टाइम लाग्ने बाटो त होइन चाहिँ ठिकैको बाटो रहेछ है त्यही भएर मजा नआउने नि फेरि अलिअलि एडभेन्चरको मजा नआउने नि त तिमीले 220 को पावर पनि देख्थेन होइन अलिअलि फिल गर्दैन नि त
ठिक छ नि जति उ गऱ्यो त्यति रमाइलो क्या रमाइलो छ मिजुले तर राम्रै चलाउनु भएको यार हेरेर नि भित्रीमा यस्तो अफरोड हान्नु भएको एकदमै राम्रो हाम्रो लागि त यो बाटो नर्मलै हो धेरै नै सजिलो हाम्रै बाटो नै यस्तै टाइपको हो यस्तै टाइपमा चलाउनु पाए एकदम मजा आउने पिज्जाभन्दा एकदम मजा चाहिँ यस्तोमा आउँछ कि हाम्रै लागि बनेको हो 220 यसको लागि त तर सेगमेन्ट फरक भनेको चाहिँ मिजुको थियो भित्रै तर भित्रीमा नि मिठो हान्नु भएको मिजुले राम्रो यो ल गाइस अहिले चाहिँ हामी यता हेम्जाको रोडमा हो तल्लो फेदीमा खाना खाइयो भर्खरै यता उयो अगाडि गएर खाना खाएर अब चाहिँ बिस्तारै जाँदै हो अब एकछिनमा चाहिँ पोखरालाई बाई बाई गरेर हामी काठमाडौँतर्फ लाग्न पर्ने हुन्छ है आज कतिखेर पुगिन्छ थाहा होइन 1:22 भइसक्यो अब कतिखेर हिँडिन्छ कतिखेर पुगिन्छ आई डोन्ट नो हेरौँ के हुन्छ है त सो अलराइट गाइस हामी चाहिँ अब पोखराबाट निस्किन लागेको भाइहरू चाहिँ छुट्टिन्छ बेनी जान्छ होला अनि हामी चाहिँ यताबाट पोखराबाट काठमाडौँ जानु पर्ने हुन्छ मिजु म प्रशान्ति होइन टक्क लाएर ल गाइस है हामी चाहिँ पोखराबाट नि फर्किन लाग्यो है फर्किँदै हो भनौँ न यस्तै हो यसपालि पोखरा खासै त्यस्तो धेरै घुम्न पाइएन बाहिर एकछिन भ्लगमा बोल्दैछु के त्यस्तो खासै घुम्न पाइएन है अनि त्यही त हो नि अब त्यस बाहिरतिर चाहिँ धेरै घुम्यो यदि तपाईँहरू यही भिडियोबाट चाहिँ जोइन हुँदै हुनुहुन्छ भने अगाडिको भिडियोहरू नि हेर्न सक्नुहुन्छ यो टुरको बवाल टुर भएको छ यसपालि एकदमै रमाइलो एकदम मेमोरेबल है साथीभाइसँग कलेजको साथीभाइसँग एकदमै रमाइलो भयो अहिले हल्का विन्ड नोइज हान्दा होला है यो डट हेलमेटमा चाहिँ अलिकति विन्ड नोइज चाहिँ हान्दो रहेछ क्या त्यो उसमा भन्दा अर्को हेलमेटमा भन्दा अनि त्यही पनि अलिअलि एडजस्ट गरिदिनु होला तर यस्तो नर्मल लाग्ने कि जहिले पनि टुरको लागि फर्स्ट दिनमा चाहिँ बबाल एक्साइटेड हुन्छ नि त त्यो एक्साइटमेन्ट टुर सकिने बेलातिर यस्तो उदासीपनमा परिणत भइदिँदो रहेछ कि होइन यस्तो नरमाइलो लाग्छ क्या त्यही हो के भन्ने है अहिले चाहिँ मिजु म प्रशान्त फर्किँदैछु काठमाडौँतिर है आउँदाखेरि मिलाउने म मिजु आएको थियो बाइकमा प्रशान्त पछि फ्लाइटमा आएको थियो होइन त्यो तपाईँहरूले अगाडि भिडियो हेर्नु भयो थाहा पाइहाल्नुहुन्छ होइन त्यही हो एकदमै ट्रिप यस्तो बवाल भयो है यो ट्रिपमा हामीले सबैभन्दा बढी मिस चाहिँ सुनिल दोस्तलाई गऱ्यो है के गर्ने हावा टाइममा भन्दा नि अब अलिकति ठ्याक्क घुम्ने भनेर ठ्याक्क घुम्ने लास्ट आवरमा आएर भिजा आइदियो है उसको 81 जानुपर्ने भयो त्यही भएर ऊ गयो क्या त्यही हो न त अरू त त्यस्तो केही पनि छैन यस्तै हो गाइज के गर्नु ल बिस्तारै जम्मै त हेलो गाइज वेलकम ब्याक भन्दा पनि म फेरि भिडियो इन गर्न मात्र आइरहेको छु के किन भन्दा होइन अब आज फेरि अर्कै छुट्टै राइड छ अनि हिजो फर्किएँ राति मुगलिनको बाटो भवालै थियो होइन मजाले राइड गर्दै फर्किएँ अनि हिजो चाहिँ फेरि भिडियो इन गर्न बिर्सेछ आएर अनि केटाहरूसँग खाजा चाहिँ खाएर त्यसपछि म घर फर्केँ होइन तर भिडियो चाहिँ हिँड्दै गर्न बिर्सेछ सो भिडियो इन गर्नलाई मात्र आएको छु यो भिडियोमा चाहिँ होइन टक्क लगाएर अनि फेरि अर्को यो राइडको भिडियो चाहिँ अर्को यो पछिकोमा आउनेवाला छ सो तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो होइन एकदमै बवाल इमोसनल टाइपको भनौँ न अब लास्टमा फर्किँदाखेरि अलिकति उछे लाग्यो मलाई होइन एकदमै साथीभाइसँग मजाले एक हप्ता घुमियो होइन लास्टमा छुट्टिने बेलामा चाहिँ अलिकति नरमाइलो लागिदिरहेको क्या ओहो यति चाँडै चाहिँ हाम्रो टुर नसकेको भयो हुन्थ्यो होइन भन्ने जस्तो भयो क्या अरू बेला नि हुन्थ्यो हुन चाहिँ होइन अरू बेला नि म टुर हुँदाखेरि तर हाम्रो यो कलेजदेखिको बन्डिङ छ नि त्यो चाहिँ एकदमै छुट्टै टाइपको छ क्या हाम्रो अब कलेज सकेकै त्यत्रो वर्ष भइसक्यो होइन अराउन्ड 7 वर्ष हुनला होला होइन अनि त्यो टाइमसम्म पनि हामी जस्ताको चाहिँ छौँ नि त अरूसँग भनेको त्यस्तै हो होइन अलिअलि मिल्ने नमिल्ने यताउता आफ्नो ठाउँमा छ तर जुन हाम्रो यो 5 जनाको दोस्ती छ नि त्यो चाहिँ पहिल्यैदेखि जस्ताको त्यस्तै हो क्या सुनिल दोस्तलाई चाहिँ बबालै मिस गरियो होइन अब हामी मजाले कुरा गरिरहेको हुन्छौँ होइन सोसियल मिडियामा टाइममा कुरा भइराखेको नै हुन्छ तर पनि एउटा जुन आफू भेटेर अनि टक्क आफूले एउटा पहिला देखेको सपना
होइन त्यो ठाउँमा मजाले त्यही साथीहरू प्रत्यक्ष भएर जान पाउँदाखेरि चाहिँ एकदमै मजा लाग्ने रहेछ होइन छुट्टिने बेलामा चाहिँ अलिकति नरमाइलो लाग्यो होइन जे होस् यस्तै हो त्यो टुर चाहिँ यस्तै भयो तपाईँहरूलाई चाहिँ यो टुरको भिडियो के कस्तो लाग्यो होइन आशा छ भिडियो मन पऱ्यो है भिडियो मन पऱ्यो भने लाइक सेयर अनि यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है गाइज मलाई पनि अलिकति हेल्प पुग्छ अनि हाम्रो टुर भवालै भयो त्यही हो ल त्यही भन्दै यो भिडियोलाई मैले यतातिर एन्ड गरिदिएँ बाई बाई सी यू अन नेक्स्ट भ्लग है त गाइज ल